नमस्ते नेपाली दाजुभाइ दिदीबहिनी भेडाहरू सबैजना भेडा चाहिँ होइन जे होस् भेडाहरू नि धेरै छन्, सधैँभन्दा धेरै भेडाहरू छन् होइन। अब आफ्नो बोली नै खर्रो छ, प्रायः जसोलाई अब आफ्नो चित्त बुझ्दैन मेरो बोली होइन। पछाडि कुरा काट्ने होइन, अगाडि फ्याक्ट बोल्ने हो, सत्य बोल्ने हिँड्ने हो मेरो पारा यस्तै छ होइन। चिन्नेले राम्ररी चिन्छ मलाई। अनि अर्को कुरा म आज के टपिकमा बोल्दैछु भने यही एमाले काङ्ग्रेस माओवादी होइन। मेन त अहिले को भन्दा महेश बस्नेत त खाते होइन, त झारे होइन। तँलाई त्यो दिन कस्तो नभेट्या के अब एनजीले त्यो दिन भेट्या भए होइन त अहिले यो बोल्न सक्ने तेरो थिएन। केपीले हगेको खानी त मायासाल झारे होइन। अझ के भन्छ भने 10,000 युवा होइन झारेर विरोध गर्ने रे, भित्र गरिस् 10,000 15-20 जना बोलाएर घेरेर यस्तो उस्तो। अझ त्यो मिडियाहरू नि कस्तो साइको मान्छे, दिमाग छैन मुजी त्यस्तोहरूको इन्टरभ्यू लिन गर्दै हिँड्नलाई। थुक्क तिमीहरूको मिडिया टुक्ने जे भयो नि होइन। ल ठिकै छ होइन। अझ त्यसले के हाम्रो होइन यहाँ न्युज 24 को सरलाई अनि अरू हाम्रो अमेरिकामा बस्नुहुने हाम्रो टङ्क दाहाल सरलाई टङ्क सर अनि हाम्रो उता थुप्रैजना होइन को नाम होइन उ गरेर होइन यसले होइन उ गरेको छ, तारिफ गरेको छ होइन। अब जेन्जी जति सबै आतङ्कवादी रे। अनि तिमीहरू जस्तो देश लुटेर घुसखोरी करप्सन तिमीहरू चाहिँ सच्चा नेपाली। अनि हामी दुःख गरेर खाएर हिँड्ने, दुःख गर्ने हामी जस्तो गरिब दिन दुखी उहरूलाई चाहिँ उहरू चाहिँ पुरा टेररिस्ट। एउटा केटीको आफ्नै पार्टीको तल्लो दर्जा केटीलाई होइन केसम्म गरेको काण्ड गर्दै गरिरहेस्। अझ काण्ड छ त्यत्रो, अझ त्यही ठुलो कुरा होइन। एउटा छोरी मान्छेसँग कसरी बिहेभ गर्नुपर्छ, कसरी बोल्नुपर्छ थाहा नभएको त कसरी मानेन भएको थियो होइन। त्यस्तोहरूलाई भोट दिने होइन भेडै हो होइन। अब 62 के 84 कुर्नु पर्दैन, फागुन कति नै हुन्छ। राम्रो पार्टीलाई राम्रो उसलाई होइन सपोर्ट गर्नुपर्छ हामीले होइन। मैले सुन्नमा अनुसार बालेन सरले पनि पार्टी खोल्दै हुनुहुन्छ। उहाँहरूको लागि त म गइन्छ है सिधै हो होइन। र्याली जानु पऱ्यो, र्याली उ गर्नु पऱ्यो गऱ्यो। म मेरो साथीहरूलाई पनि बोलाउँछु। साथीहरू याद गरेर बस, केटाहरू झोले चाहिँ नबनाऊ पार्टीको। नेपाली होइन नेपाली भएर बसौँ के, अगाडि बढौँ के, अरूको पार्टीको कार्यकर्ता भएर म भएर होइन। अति भयो कि यो त होइन। राज परिवारहरूको भन्दा नि होइन, राज शासन भन्दा नि उनीहरूलाई चाहिँ ठुलो उ चाहिने थियो। राजा पृथ्वीनारायण शाह हाम्रो राष्ट्रपिता उहाँले कतिसम्म गर्नुभएको छ होइन। महेन्द्र हाम्रो राजा महेन्द्र अनि वीरेन्द्र उहाँहरूले कति राम्रो काम गर्नुभएको थियो होइन। महेन्द्र हाम्रो राजा पहिला उता युएनको उसमा के को उसमा जाँदाखेरि को अनि बेलायत भ्रमणको त्यति बेला कति इज्जतका साथ स्वागत गरेको थियो होइन। त्यो कुराहरू अहिलेका झोलेहरू गयो भने केही न केही आसेपासे थुक्क मान्छ। एउटा जाबो एउटा पार्टीको के अरे सल्लाह लिनको लागि 100-150 जना बोकेर हिँड्ने तिमीहरू। जस अहिले एउटा नयाँ नियम बनाए, जो पाए त्यहीलाई स्वकीय सचिव नदिने अनि भ्रमणमा पनि धेरैजना मान्छे पठाउन नमिल्ने हो। यस्तै धेरै किसिमका उहरू
रहेछ, खुसी लाग्यो होइन। अब एकैचोटि देश कायापलटै हुने त होइन, तर केही टाइममा होइन, केही टाइम लाग्छ हुनलाई। हामी पनि चुप्पो लाएर बसौँ 6 महिनासम्म होइन, यताउति केही नहुन म्यामलाई, उहाँहरूको टिमलाई होइन, के कस्तो गर्नु हुँदो रहेछ। 6 महिनासम्म नि के गरेन, 6 महिनाको भोलिपल्ट उनीहरूको होइन, राम्रो गरे ठिकै छ, नराम्रो गऱ्यो भने भोलिपल्ट नै गएर होइन पुरै जिउँदै मान्छे जलाइदिने, यो गरिदिने होला, सिधै हो, घर सबै हो। तर अहिले जुन मन्त्री छ नि, उनीहरू सबको डिटेल जनताले थाहा पाउनु पर्यो। कति ब्याङ्क ब्यालेन्स छ, केसमा तपाईँको लगानी गरे के गरे, त्यो सब होइन डिटेल दिनु पर्यो। पछि घुसको लागि घुस खाएन त्यो नि हुनु पर्यो नि त। अनि अझ त्यसले घर नम्बर कति आउँदिरहेछ नि होइन, त्यो बस्ने स्याङदाई, मेरो स्याङदाई होइन, हाम्रो उता राकेश दाई, भक्तपुरको दाई होइन, तपाईँहरू होइन एमालेतिर चाहिँ नलाग्नु है दाई होइन, जे होस् होइन दाई, तपाईँहरूकै होइन ठाउँमा छन् रे होइन, सूर्य विनायक काका हो, यसो होइन उनीहरूलाई यसो दबाउनु पर्यो, के गर्नु पर्यो दाइ होइन। त्यस्तोहरूलाई चाहिँ त्यतातिर तपाईँको सुन्दर भक्तपुर यिनीहरू बिगार्नको लागि पुगेको हुन्छ। अझ केपी शर्मा ओलीको कुरामा जाउँ है, त्यो दिन त्यसले फायरिङको आदेश दिएको थिएन अरे, घुसपैठी आएर के अरे गरे अरे, फायरिङ गरे अरे। अब उसलाई थाहा नि छैन अरे, कस्तो कुरा गरे बच्चाले गर्ने जस्तो के सोच्यो, जे भने त्यही पत्याउँछ नेपाली जनता। अहिले त अलि होइन मान्छेको दिमाग पहिलाभन्दा धेरै होइन, को राम्रो को नराम्रो होइन थाहा पाउन सक्ने भइसक्यो। पहिला कस्तो थियो, भेडो कि आफू मऱ्यो कि अरूलाई मार्यो, मार्न नडराउने हामी गोर्खाली होइन। त्यतिखेर त्यही भयो, काम मेहनतले गर्ने। म 2टा देश घुमेर आएँ होइन, हामी नेपालीलाई जतिको होइन रेस्पेक्ट गर्ने होइन, अरू देशको लागि गर्दैन क्या हतपत। हामी देशको होइन काम गर्नमा होइन सब मिया खोइस हामी काम गर्छ भन्छ। बस केले बिग्रेको, नेपाली रक्सीले दारूले बिग्रिया हुन्छ होइन। केटाहरू धेरै रक्सी नखा है, अलबदरको केटाहरू, अब कम गर होइन, जे होस्। अनि यिनीहरूलाई चाँडोभन्दा चाँडो समाउनु पर्यो। गृहमन्त्रीज्यू तपाईँ के हेरेर बस्नु भयो हो, सिडिओलाई अनुसन्धानमा ल्याएर सिडिओ गृहमन्त्री, अनि केपी ओलीलाई त एरेस्ट गर्नु पर्यो नि त। कि डर लाग्यो कि आफ्नै मान्छे पर्यो, यो त भएन नि त हो, सिधै कुरा हो होइन। यताउता चलखेल थाहा पायो भने त होइन तपाईँ पनि काहीँ उम्किने चाहिँ होइन है, त्यही हो होइन। जहाँ पानीभित्र जहाँ सुक्यो होस् लुक्यो अनि एक दिन समातेर त तपाईँको गर्नेछ। त्यही भएर 6 महिना नेपाली जनताले विश्वास गरेर तपाईँलाई त्यो ठाउँमा पुर्याइदिएको छ, कहाँबाट कहाँ होइन। त्यो कुर्सीको सही सदुपयोग गर्नु होला, गलत होइन। आफ्नोलाई चाहिँ अरूलाई होइन के हो भन्ने छ नि होइन, उखान टुक्काहरू यताउता होइन, त्यो नहोस् होइन। जे होस्, देश अगाडि बढेको देख्न पाऊँ, सुन्न पाऊँ, हेर्न पाऊँ होइन। आफ्नै पिँढीले पनि होइन, अब 28 वर्ष लाग्यो होइन, बिस्तारै अब होइन 35-40 वर्षमा हुँदासम्म, 35सम्म हुँदाखेरि त देश त पुरै परिवर्तन भइसक्नुपर्छ होइन। अरूलाई प्रधानमन्त्रीको कति लोभ छ क्या त्यो सिटको होइन। बालेन शाहलाई सब ल्याएर त्यो सिटमा बस भन्दा नि नमानेको कि
यस्तो हुनुपर्छ कि नेता भने आफूले जबरजस्ती म भन्छु होइन, जनताले नै हजुर आएर बनिदिनुहोस् भन्ने होइन, बनाएर देखायो के बाख्रा चोर र अनि त्यो अर्को केटीको काण्ड हुने त्यो माया अझ खुकुरी राखेर ऊ गर्ने रे माया टोक्ने कसम माया कहाँ तिमीहरूको त्यो झोले भर्सेस हाम्रो उनै काफी छ के बालाजु युनिटी यस्तो थेत मासले 10-12 जना झोलेहरू बोकेर हिँडेको छ। बालजुतिर आयो भने चाहिँ कसम होइन, बालजु तारकेश्वर नगरपालिका यो बालजु एरियातिर आएको थाहा पायो भने चाहिँ होइन देख्ने छस् के हो भन्ने कुरा होइन। अनि एउटा पत्रकारलाई महेश बस्नेतकै कोले कलमा थर्का रहेछ होइन, यो साँचो हो कि गलत हो त्यो थाहा भएन, साँचो हो रहेछ भने चाहिँ होइन अहिले धेरै दुःख पाउँछस् के टक्को होस् झारे होइन, आफ्नो फेस रिभिल गर, म त सिधै च्यालेन्ज हो होइन, के खेल्छस् होइन, त मभन्दा ठुलो होस् सानो होस् मतलब छैन होइन, किन अरूलाई उ गर्छस् होइन, ग्याङ खेल्ने कि सिङ्गल खेल्ने रेडी मान्छे हो माटुने होइन, फेसबुकमा चाहिँ भुके होइन कराएन होइन, फेस टु फेस गरिदिन्छु होइन, त्यतिको होइन, मर्न र मार्न होइन डर लाग्दैन कि किनकि म नि होइन पहिला के भएर आएको मान्छे हो के कस्तो हो त्यो मेरो करिबी साथीहरूलाई थाहा होइन। जे होस् होइन अबको होइन आन्दोलन नहोस् के देशमा, अब यस्तै तोडफोड आगजनी लुटपाट केही नहोस् के म्याम होइन, तपाईँलाई हात जोड्छु होइन सबै मन्त्रीहरूलाई होइन, देश अगाडि बढाउनलाई के गर्नुपर्छ 6 महिनाभित्र होइन त्यो सब तयारी गरेर होइन उ गर्नु पऱ्यो कि तपाईँहरूले संसद विघटन गरेर होइन, संसदको हटाएर संविधान गरेर होइन डाइरेक्ट होइन जनताले होइन चुन्ने प्रधानमन्त्री बनाइदिनुहोस् के त्यति गरिदिनुहोस् के। रामचन्द्र पौडेल त होइन बुढो होइन, यसको कहानी म भन्छु है मलाई थाहा भएको, जस तेरो घरमा त्यो जलेखा नि त्यो चाहिँ घर चलेको त्यो बेला राष्ट्रपति होस् अब राष्ट्रपति पदमा हो होइन, अब अहिलेसम्म 1-2 काम चाहिँ राम्रै गरेर डरले हो कि केले हो, गेम खेल्नलाई हो कि डरले हो कि देशको मायाले हो होइन थाहा भएन होइन, तर त पहिल्यैदेखिको ठग चोर लुटेर होस् के त काङ्ग्रेसको त तेरो त्यो बोरोटारको घर छ नि अस्ति जसले त्यो मेरो हजुरबाउको जग्गा हो कि तिमीहरूले होइन तिमीहरूले होइन उ गरेको हो के अरे यताउता गरेर गेम खेलेर मेरो हजुरबाउको होइन जग्गा लुटेको हो कि तिमीहरूले होइन, त्यो जमानामा होइन मेरो हजुरबाउ दोस्रो विश्वयुद्ध लडेर आएको होइन आर्मी हो कि होइन, मेरो मामा घरको मेरो मम्मीपट्टिको हो होइन, मामा घर बोरोटारमा होइन, मलाई सानो बेला कति भन्नुहुन्थ्यो यो दोस्रो विश्वयुद्धको बारेमा, अनि हामी उता बोरोटार जाने बेला यो घर अहिले यसले बनायो पहिला हाम्रो जग्गा थियो यस्तरी खायो भने भन्थ्यो कि बाजेले होइन, रामचन्द्रे होइन त्यो पाप कराउँछ भन्छ नि ढिलो चाँडो जसरी भयो नि होइन, मेरो हजुरबाउ बुवाको त्यो एउटा उ चाहिँ भयो जे होस् होइन भरपाई टोक्ने खुब होइन, अरूको जग्गा सग्गा कब्जा गर्ने अनि यता टोक्ने राष्ट्रपति जस्तो उसमा बसेको छस् राम्ररी काम गरेर होइन, देशको पिता भनेर हुनुपर्ने त राजा हुनुपर्ने हो, राष्ट्रपति अहिलेसम्मको त 3टै खत्तम राष्ट्रपति परे बरु यो राष्ट्रपतिको ठाउँमा राजा राख्दा के हुन्छ र होइन, प्रधानमन्त्री चाहिँ अहिले जसरी काम गरिरहेको प्रधानमन्त्री नै हुनुपर्ने प्रधानमन्त्रीकै, तर युके जापानतिर छ नि हो त्यस्तै के तपाईँको होइन, अस्ट्रेलियाको उसले त अब युकेको राजा रानी मान्दो रहेछ होइन, त्यहाँको सिटिजनहरूले होइन
अब भिडियो पनि लामो हुँदै गयो, हजुरहरूले मेरो बक धेरै सुन्नुभयो होइन। फ्याक्ट कुरा गरिदिएँ मैले होइन। म मनमा त्यस्तो उ गर्ने मान्छे नि होइन, जे छ त्यही फ्याक्टर गरिदिने हो होइन। जे होस् तपाईँ होइन, तपाईँहरू अब यो भेडा नबनाऊ, सचेत नागरिक बनाऊ होइन। नयाँ पुस्तालाई छानौ, पुरानोलाई हटाऊ। महेश बस्नेतलाई त कसम यति खुन ऊ रगत ऊ भइरहेको कि होइन। त्यो 71 जनाको होइन आत्माले तल सताउने छ, त्यो 71 जना होइन बितेको छ नि, उहाँको परिवारको आँसु लाग्ने छ कि तर देशको लागि होइन लड्ने मर्न तयार भने जनता हो कि तेरो झोलीहरू होइन कि। तेरो झोलीहरू कहाँ पुग्यो? गोली खाने कोही छ? तेरो झोलीहरू ताकी हाने खा क्या हामी होइन। के भन्ने मार टुक्ने त्यो कुरा सुने याद गरे यस्तो रिस उठ्छ, यस्तो हुन्छ मलाई होइन। मलाई मात्रै होइन, सबैजना होला होइन। आशिका दिदी होइन सबैजनाले ट्रोल बनाउँथ्यो नि, तर उहाँले होइन यत्तिको उहाँले जतिको होइन हेल्प कसैले नि गरेन क्या राम्ररी। गर्नुभएको होइन, नगरेको होइन। तर उहाँको शैली छुट्टै छ क्या। उहाँ जस्तो मान्छे नि हुनुपर्छ कि होइन। अबको 84मा होइन तपाईँ पनि होइन बालेन्साहरूको यताउताको उसमा बालेन्साहरूले पार्टी खोल्यो भने हाम्रो सँगसँगै तपाईँहरू होइन सँगसँगै मिलेर अगाडि बढ्नु के। तपाईँहरू एकजना एकअर्कालाई दोष लगाउने यो ऊ गर्ने भन्दा पनि मिलेर काम गर्नु के। हर्क सर, बालेन सर, हाम्रो गोविक हमाल सर, अनि चिरी बाबु सर उता ललितपुरको होइन, उहाँहरू सबैजना जे काम गर्ने मान्छेहरू हो नि त। त्यस्तै मिलेर एउटा होइन ऊ खोल्नुपर्छ होइन, पार्टी एउटा खोल्नुपर्छ। त्यसको लागि हामी सबैजना युथहरूले पनि सपोर्ट गर्नु पऱ्यो। हेर्नुहोस् त्यस्तो अब बुढापाकाको दिन गयो अब होइन, अब युथको पालो हो। अनि जेनजीमा म लिडर त लिडर यहाँ हुँ भनेर एक आपसमा किन जुधिरहेछौ कि? यो जेनजी भन्ने लिडरै हुँदैन नि, यसमा लिडरै हुँदैन नि। कस्तो के म लिडर त्यो लिडर, पत्रकारहरू नि जोसँग नि गएर इन्टरभ्यू लिइदेखा गरिदेखा के भयो क्या तिमी? भ्युज र पैसाको लागि डलर था। अब हुन त त्यो कसको बुढी कोसँग पहिला गयो भन्दै खोज्दै हिँड्ने मिडियाहरू त हो। तिनीहरूबाट के नै अपेक्षा गर्न सकिन्छ र राम्रो कुराहरू। त्यही भएर सही नेतृत्ववाला मान्छे खोजौँ अनि अगाडि बढौँ होइन। यही नै छ होइन मेरो चाहना। अब त्यही हो, अब देशलाई डुबाउनु होइन उबार्नुपर्छ अब होइन। अझै पनि भन्छु महेश बस्नेत होइन, तैँले यो भिडियो हेरेको छस् भने ओपन च्यालेन्ज होइन, ल कहाँ बस्ने के गर्ने होइन, कसरी भिड्ने के गरी भिड्ने होइन, रेडी छु के। बोला होइन, जहाँ भने त्यहीँ आउँछु कि, एक्लै आउँछु कि। आउनु सकेन भने होइन मुखमै होइन पुरै जनताले मुद्दे हुन्छ क्या, पुरै साथीभाइ होइन। यत्तिको ऊ भइरहेको क्या, रिस छ क्या मलाई। केपी बुढो थुक्क मुला त त्यही बेला मर्नु पर्ने, अहिलेसम्म बाँच्यास् तैँले अझै पनि यार। कति माफी माग्नु छैन आएर यार, त्यस्तो यताउता भन्ने। महेश बस्ने त्यहाँ पख्न तेरो झोले झाम्टेहरू को छ नि होइन, मलाई हाम्रो होइन मलाई यहाँ म बालाजु बस्छु, बालाजु गोलढुङ्गा लोलङ हो होइन मेरो एड्रेस। आइज होइन पठा, के भन्न सक्छ होइन, तेरो झोलेहरू पठा। टुक्ने बालाजुको पावर देखाउँछु त्यसपछि होइन त केटाहरू, बालाजु देखाउनु पर्छ यिनीहरूलाई। जय नेपाल, जय बालाजु, याद राख।